के छ दाइ वेलकम टु माई ब्लग है मानिस के भयो आज मेरो गाउँ लाग्छ दादा रानी नौ लाग्छ रेडी है त दाइ अब ए दिल्ली लेकिन हेलो गाइज साथीहरु झोले अनि नमस्ते त सबैजनालाई आफ्टर लङ टाइम आई एम ब्याक टु युट्युब अगेन हैन सो आज चाहिँ म कहाँ जानेवाला छु भनेर त्यो त तपाईँले थम्बनेल हेरेर अनि त्यसपछि मेरो टाइटल हेरेर थाहा पाइसक्नुभयो होला सो आज हामी जाँदैछौँ कता भन्दा फेरि तातो पानी होइन सो तातो पानी चाहिँ हामी नुहाउन जाँदैछौँ त्यसको लागि हामीले चाहिँ के गर्छौँ भन्दाखेरि मैले आफ्नो सेटअपहरू रेडी गरिसकेको छु यहाँ हुक्का छ टावेल छ होइन अनि त्यसपछि साइडमा मसँग एउटा स्पिकर बनिन्छ त्यो गाडीवाला हुन्छ पुरा थारवाला स्पिकर छ पुरा त्योभन्दा अगाडि चाहिँ मैले पेट्रोल रिफिल गर्नु छ दाइलाई पिकअप गर्नु छ सो हामी दुईजना जाँदैछौँ आज चाहिँ दुईजना दाजुभाइ अनि हल्का पनि हुन्छ होइन सो त्यसको लागि फर्स्टमा चाहिँ म के गर्छु भन्दाखेरि पेट्रोल लामा जान्छु रिफिल गर्छु अनि त्यसपछि गएर सुगम दादालाई पिकअप गर्छु होइन बिरौटा गएर सो टिल देन किप वाचिङ भिडियो लाइक सेयर सब्सक्राइब गर्नुहोस् नयाँ हुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला अनि त्यसपछि या लेट्स गो है त अहिले चाहिँ म मुतेरी टोलमा आइसकेको छु होइन सो आइसकेको छु खासै साउन्ड चाहिँ अलिकति डिस्टर्बिङ नहोला किनभने अहिले बाइक राइड गर्दैछु नि त केही भएन अहिले मुतेरी टोलमा आइसकेको छु होइन अलमोस्ट बिरौटा यहाँबाट 2 मिनट लाग्छ त्यहाँ गएर चाहिँ दाइलाई कल गर्छु सुरुमा हामी दाइलाई कल गरेर पिक गरेर त्यहाँबाट चाहिँ पेट्रोल रिफिल गर्छु एन्ड देन वी हेभ टु गो है त अगाडि चाहिँ हाम्रो मिटेरीको पुल छ सो यो चाहिँ मिटेरीको पुल होइन सो टक्क जान्छौँ अनि त्यसपछि भेट्नुपर्छ है त अब है अब एकैचोटि बिरौटा गरेर भेट्छ है त अहिले यो बिरौटाको बाटो यस्तो दामी बनाएको छ होइन यस्तो दामी बनाएको अनि हामीसँग यहाँ साइडमा चाहिँ पोखरा ग्रान्डी छ है पोखराको 5 स्टार होटेल रेडेड होटेल यस्तो दामी छ वी हेभ बिन हियर अलरेडी गाइज अहिले चाहिँ म राम मन्दिर आइपुगेको छु होइन ठ्याक्कै बिरौटा चोकमा बसेको अलि अगाडि आइज भनेर दाइले भन्नुभयो होइन त्यसपछि आउँदैछु यहाँ राम मन्दिर आइपुगेँ अब यहाँबाट थोरै यहाँनिर रहेछ यहाँबाट थोरै अगाडि बिस्तारै बिस्तारै आइज भन्नुहुन्छ यहाँबाट बिस्तारै बिस्तारै जान्छु होइन अनि अगाडि गएर चाहिँ दाइलाई भेट्छ होइन दाइलाई देखाउँछ है म कस्तो हुँदो रहेछ यस्तो मान्छे दाइ भन्ने मात्र हो फेरि मान्छे हेर्दा त यस्तो पिटप जस्तो लाग्छ जोक छ है जोक गरेको मात्र है फेरि ल है त अब त्यहाँ गएर भेट्छ है के छ दाइ वेलकम टु माई ब्लग है ए यो मान्छे दाइ भन्ने मात्र हेर्दाखेरि त पिटम जस्तो हुन्छ ल दाइसँग भेट भयो अब चाहिँ हामी पेट्रोल भर्न जान्छौँ भने पेट्रोल भरेर चाहिँ डाइरेक्ट माथि जान्छौँ है त गाइज अब त्यतिखेरसम्म भेट्नुपर्छ है त गाइज त गाइज पेट्रोल रिफिल भइसकेको छ अहिले चाहिँ हामी यहाँ पृथ्वी चोकमा जाममा परेको छौँ है त गाइज देख्न सकिन्छ ए ल फ्युल पनि भरिसक्यो तर दुईवटा मात्र देखाएको चाहिँ के भयो बाइक है रमाइलो हुन्छ अब रमाइलो गर्नुपर्छ हामी एकचोटि मार्तिर बसेर जान्छौँ हामी चाहिँ अब यहाँबाट ठ्याक्कै स्ट्रेट जाने है त गाइज ल अब खासै धेरै बनाउनु मिल्दैन बेला बेलामा म भिडियो बनाएर चाहिँ आउने जस्तो हुन्छ है त गाइज ल सी यू है त अहिले चाहिँ हामी बगरमा आइपुगेको छौँ मार्टमा सो हामी यहाँ हल्का सामान किन्न आएको होइन यो सामान किन्छ ट्याक्क लाएर यहाँनिर यस्तो फोइल चाहिँ कता छ भन्दाखेरि फोइल हो अनि फोइल छ कि छैन फोइल पेपर फोइल फोइल पनि त्यही छ ए ल हुन्छ लिनु न त्यो त कोकोनट चाहिँ नलिनु है नर्मल यो त कोकोनट फोइल भइहाल्यो नि के थाहा नि मलाई यहीँ हुनुपर्ने के ट्याक्क यहाँ छ सट्टा लाएर यहाँ चाहिँ बेभरेज आइटमहरू छ होइन सो यहाँ हुनुपर्ने हो एकचोटि हेर्छौँ अनि त्यसपछि चाहिँ लिएर जानुपर्छ है गाइज अनि अहिले चाहिँ दाइलाई चाहिँ मैले उताको कोइल र त्यो फोइल लिएर चाहिँ पठाइसकेको छु ओए कस्तो हिरो देखेछु कि अब मलाई भन्नु त पाइयो नि होइन
सो अब यहाँबाट किनेपछि सट्टै स्पिकर हाम्रो गाडीवाला स्पिकर बजाउँदै जान्छ ड्याङ 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 लाएर होइन यस्तो बवाल छ कि स्पिकर पनि बवाल आउँछ कि यस एफोर्डेबल प्राइस है 2टा जति लेख्नु न सो जुगाड भयो अब म हल्का हल्का बिचको बाटोको भिडियो बनाउने कोसिस गर्छु होइन टाइम ल्याप्सको भयो भने भयो नत्र भयो चाहिँ डाइरेक्ट भिडियो माथि गरेर है त गाइज ओके टिल देन वाच भिडियो है त सो लभ यु अल अनि त्यसपछि प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु होला है त गाइज फाइनली वी आर अलमोस्ट देयर होइन हामी यहाँ चाहिँ अलिकति सामान किन्दैछौँ होइन एकजना हेलो गरिदेऊ हाँसिदिएर नि ल ठिक छ रेडी हो नि त दाइ अब अलमोस्ट आएछ ए झिल्के देखिनु भयो त दाइ यार ल रमाइलो गर्नुपर्छ दाइ अब माथि गएर होइन चल्लु सो गाइज वी आर अलमोस्ट देयर होइन देख्न सकिन्छ गाडी पनि आउँछ यहाँ चाहिँ है ट्याक्कै देख्न सकिन्छ होइन अनि हल्का दाजुभाइ गीतको साथमा गीतको साथमा हिँड्छौँ अब यहाँनिर यता साइडमा चाहिँ हामी गाडी पार्किङ गर्छौँ हाम्रो होइन बाइक पार्किङ गर्छौँ एन्ड वी विल वक है त ओए होटेल मिक्स छ तातो पनि कता राख्ने होला बाइक यार यो त भित्र राख्नुपर्छ ओके लेट्स गो पुलबाट तल जाने कि अलिअलि त हिँड्नु पऱ्यो न दाइ कहाँ नि सक्दैन नि फेरि सो गाइज यहाँ होटेलको पनि व्यवस्था छ यहाँ माथिपट्टि होटेल पनि छ ट्याक्कै यहाँ गाडी पनि आउँछ है यदि बाई बस आउन चाहन्छ भने ट्याक्कै हामी चाहिँ यहाँ पार्किङ गरियो अब यो ब्रिज ट्याक्क तरिन्छ होइन सट्टा लाएर तरेपछि अनि तातो पानी उठाउ अहिले त टार सार हाल्यो यार दाइ हिँड्नु त अनि मैले भइहाल्यो भने त मान्छे आउँछ नि अहिले एकछिन हिँड्दै गर्नु अब दाइ जानुहुन्छ ट्याक्क म पनि सरर हिँड्छु होइन सट्टा लाएर कस्तो मजा आउँछ यहाँ ल ट्याक्क कपाल पनि डेन्जर लामो रहेछ अब बेलुका गएर चाहिँ काट्छौँ अहिले कपाल चाहिँ होइन चाहिँ यता तल पनि स्पिकर राख्न त मिल्दो रहेछ तलै लिएर जानुपर्दो रहेछ यार दाइ यार बाइक यताबाट त्यहाँबाट लिएर आउनुपर्छ क्या हो सजिलो हुँदो रहेछ कि नत्र त्यसरी ट्याक्कै यहाँबाट हिँडेर जानु हुँदो रहेछ यहाँबाट भन्न त बेनाले होइन उता देख्न सक्नुहुन्छ ओके लेट्स चेक है त सट्ट लाएर गाइज तातो पानीमा मान्छेहरू थुप्रै हुँदो रहेछ अहिले अब ठिक छ हामी चाहिँ अब एकछिन रमाइलो गर्छौँ सट्ट यस्तो भ्यू पनि यस्तो भइहाल्छ कि सिनारी होइन ट्याक्क 1-2वटा स्याक्क सर्ट लिनुपर्छ है त ल सबैजनालाई आउने भए म चाहिँ तलपट्टि लोकेसन पनि राखिदिन्छु होइन कहाँ छ भनेर अनि चट्ट रमाइलो पनि हुन्छ तपाईँहरू यहाँ आएर पूजा गरेर आफ्नोलाई लाइक यहाँ आयो भने चाहिँ एउटा के छ भन्दाखेरि आफ्नो हेल्थको लागि पनि राम्रो हुन्छ भन्ने कुरा मैले सुनेको थिएँ होइन कति पर्सेन्ट साँचो हो जुटो हो त्यो त मलाई थाहा भएन तर एकदम सही छ अलिअलि सानो थोरै ठाउँमा चाहिँ होइन बाटो चाहिँ अलिकति अफरोडिङ छ होइन तर ओभरअल हेर्नु पर्दाखेरि ओभरअलको कुरा गर्नुपर्दा चाहिँ बाटो ठिकै हो भनौँ यतिको चाहिँ है खासै त्यस्तो विधि अफरोड पनि होइन सो यहाँ अलमोस्ट थियो अब यहाँ ठ्याक्क यो बाटो हुँदै तल झर्छु तल झरेपछि चाहिँ भेट्छ है त म अहिले चाहिँ मैले पार्किङ चेन्ज गरेको छु होइन ट्याक्क यता तलपट्टि ल्याएँ शुभम दाइ चाहिँ उता माथि हुनुहुन्छ अनि म चाहिँ यता तलबाट यस्तो माथि चढ्छु अनि यस्तो चाउचाउ पकाउँदैछ नि त अनि चाउचाउ खाएर चाहिँ बल्ल तल यस्तो नआउने गर्छु मलाई एकैछिन हल्का सिन देखाउँछ है त यहाँको है कस्तो छ के छ भनेर है सो लेट्स गो हेरौँ है त पहिला सुरु पानी त खोला त खतम अहिले सानो भएर छ त्यही भएर अलिकति ठिक भयो नत्र भए त उयो यस्तो बढ्यो थियो नि अस्ति नै आउँदाखेरि डेन्जर थियो कि सो लाइक यही नै हो देखाउँछु है जानुपर्छ अरे अब यहाँबाट माथि चट्ट लाएर सरर ए खतरनाक बनाएको चाहिँ कति धेरै मान्छे हो भइहाल्छ धेरै मान्छे थियो देख्न सक्नुहुन्छ यो
तातो पानी यस्तो हुन्छ लगाइरहेको छ मूलबाटै तातो पानी आइराखेको सो यो कर्नरबाट यहाँ छ अब यो एरिया हुन्छ यहाँबाट चाहिँ मूल पुगिरहेको छ त्यहाँबाट तातो पानी आएको चिल हुन्छ रेस्ट हुन्छ तपाईँको ब्याक पेन यताउति सबै स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ अब यहाँबाट म माथि जान्छु अनि फेरि एकछिनमा फेरि रिटर्न ब्याक हुन्छ है सो किप वाचिङ है त गाइज अब स्ट्रेट अपवर्ड अनि त्यसपछि खाजा खाएर तल झर्छौँ हामी है गाई चाउचाउ मिठो चाउचु खानु पऱ्यो हेलो किडी वाट्सएप सही हो मजा आएको छैन दाइ सही चाहिँ अब गीत बजाउँदै खाँदै गर्नुपर्ने हुन्छ है तँ बुढाउनुलाई होइन अर्को त्यो बेलाको बिदै भएन नि त त्यहाँ भएर ठिक छ वी आर मिसिङ यु अर्जुन है अर्जुन मगर ल ठिक छ हामी चाहिँ अब रमाइलो गर्छौँ गलत क्या सही क्या पता बता देना मैं से खुद से जरा लापता ओके गाइस अब चाहिँ म नुहाउन जान लागिरहेको छु होइन तातो पानीतिर शुभम दाइलाई जाम भनेको अब हल्का साई नेचरको भएर चाहिँ होइन लजाएर चाहिँ जानु भएन सो म चाहिँ एक्लै हिँड्दैछु म एक्लो सट्ट नुहाएर लगभग 20 मिनट जति बस्छु होइन पानीमा टक्क तातो पानीमा बसेर चट्ट आउँछु अनि एकछिन चिल भएर बसेपछि अनि रिल्याक्स हुन्छ आफ्नो स्ट्रेसहरू पुरै मेटिन्छ एन्ड देन वी विल वर्क अफ होइन सो त्यही हो रमाइलो भइरहेको छ चिल भइरहेको छ अब ट्याक्क जान्छौँ हामी है सो लाइक तल गएपछि भेट्छु है म हाम्रो यहाँ बुढापाकाहरूको कुरा सुन्नुपर्छ एकदम रमाइलो हुन्छ टक्क सो यहाँ एकछिन अब म पनि एकछिन बस्छु यहाँ तातो पानीमा होइन सो इट विल बी गुड आई विल हेभ अ सावर फर अ वाइल है एकछिन गरेर बस्छु सो द्याट इट विल गुड है त सो सुन्न सक्नुहुन्छ यहाँ बाजेहरूले चाहिँ के भन्नुभएको छ भन्दाखेरि नछोडिकन बस्यो भने चाहिँ खपेर बस्न सकिन्छ भने बल्ल बोल्दैन नत्र भए चाहिँ पनि चाहिँ देख्न सक्ने बाजे कस्तो दामी देखेर बस्न सकिन्छ यस्तो डेडिकेसन के यस्तो हुन्छ है त ल सो आई विल चेन्ज माई क्लोथ अनि त्यसपछि भित्र बस्छु नि एकछिन बसेर निस्किन्छ है त गाई जेन्ज तातो चियर पानी दिएर वाइलर म एकछिन छिरेको होइन हेर्नु त पुरै रातै भयो भनेको एकछिन पोलेर वाइल तातो छ भने कसरी बस्ने होला भइरहेको छ मलाई चाहिँ त्यो त पोलको भन्दा पनि डेन्जर तातो छ त्यो बबल आइरहेको छ हुन्छ के गरौँ भएर एकछिन बस्नुपर्छ कि क्या हो जस्तो लागिरहेको छ हो शिवजीको नाममा एक सर्ट ब्ल्याक लिएर चट्ट बस्छु म पनि होइन जय श्रीराम लेट्स गो बसियो होइन त ओ वाइल तातो खायो यार बवाल तातो डेन्जर एक्चुअली बसिसकेपछि चाहिँ फेरि खासै त्यस्तो तातो त छैन तर वाइल तातो छ नचलिकन बस्नुपर्छ नचलिकन बस्यो भने चाहिँ एकदम ठिक हुन्छ तर चल्यो भने चाहिँ वाइल पोल्छ त्यही भएर म चाहिँ एकछिन नचलिकन बस्ने कोसिस गरिरहेको छु हेरौँ कतिसम्म थप्न सक्छु मैले है सो एकछिन पुरै फुल बडी तताउँछु बडीलाई भित्र लिक्छु
Wow. It's great. एकदम वाइल्ड तातो छ वाइल्डली तातो छ है गाइस पानी चाहिँ देख्न सक्नुहुन्छ सबै एकदम डेन्जर वाइल्ड तातो पानी छ तर मैले खपिरहेको चाहिँ देख्न सक्छु मेरो पैसा यस्तो डेन्जर तातो छ होइन सो नचलिकन बस्छु म ट्राई गर्छु है त होइन अङ्कल चल्यो भने त डेन्जर बोल्ने कि होइन सही कहाँबाट आउनुभयो तपाईँ चाहिँ हजुर लामाचौरबाट म काजी पोखरी हजुर तर ठिक छ एकछिन बस्छु है त गाडी धन्यवाद छ ट्याक्कै यो ठाउँमा चाहिँ पुरै ढाबाट चाहिँ मुड फुलिरहेको छ बवाल पनि आइरहेको छ दिन सक्नुहुन्छ मलाई चाहिँ वाइल्ड फुलिरहेको छ त्यही भएर आइएम ट्राइङ टु लाइक भन्छ नि अब खपिरहेको छ भनौँ इट्स भेरी गुड मेरो यो स्ट्रेस चाहिँ होइन डेन्जर छिटो भइरहेको छ जस तातो पानीले गर्दा होइन सो आई बिलिभ द्याट इज गुड फर हेल्थ होइन गाइस मेरो खुट्टा चाहिँ डेन्जर झन्झना छ देख्न सक्नुहुन्छ है यस्तो पोले खाने यस्तो पोले खाने आई क्यान नट डिस्क्राइब एट अल के त्यही माथि मान्छे चल्यो भने चाहिँ आफूलाई नि इफेक्ट गर्छ क्या सो म चाहिँ स्टिल बस्ने कोसिस गरिरहेको छु तर यहाँ मान्छेहरू चढेर चाहिँ तातो पनि चाहिँ डेन्जर चलाइरहेको चाहिँ पुरै देख्न सक्नुहुन्छ मान्छेको ज्यान तातो रात हुन्छ सक्यो बाजे हिँडिर डेन्जर लाग्यो क्या कि बुढो म त निस्कियो भयो होली फक देख्न सक्नुहुन्छ मेरो खुट्टा कस्तो रातो भइसकेको छ यार चियरहरू बुढो बाजे झन् हल्दिदिएर यार औडा भयो यार आमा खुट्टा रातो भएको हेर्नुहोस् त तर चिल चाहिँ चिल भयो रमाइलो भयो एकदम मजा भयो रमाइलो भयो यहाँ चाहिँ यतापट्टि चाहिँ गर्ल साइड रे यतापट्टि जेन्ट साइड भन्छ के अरे तर त्यस्तै होइन यो बाजीले गर्दा हो कि अहिले खत्तम रहेछ क्या एउटा एक्सप्रेसन दिएर सक्नुहुन्छ त्यहाँ पोलेर कस्तो भइरहेको छ सरी तर भिडियो बनाउनु चाहिँ हुन्थेन तर सके ए बुढाले हो कि यस्तो डेन्जर चल्दो रहेछ कि दिदीलाई नि तातो भएछ सरी यो भिडियो चाहिँ कसैलाई त्यस्तो हानि लगाउनलाई चाहिँ मैले गराएको होइन तर पनि जस्ट फर लाइक हेल्थ कन्सियसको लागि चाहिँ मैले भिडियो बनाइरहेको थिएँ त्यस्तो कसैलाई हानि पुऱ्याउनलाई त्यो नेगेटिभ थट ल्याउनलाई चाहिँ गराएको होइन यो भिडियो चाहिँ सो इट्स गुड बट या अहिले चाहिँ एकदम राम्रो छ म अब सेकेन्ड राउन्ड एकचोटि फेरि डुब्न जान्छु अनि एकछिन 5-7 मिनट डुबेर चाहिँ निस्किन्छु म त्यसपछि एक्सपिरियन्स फेरि तपाईँलाई भन्छु है त ल सी यु लेटर गाइस दिस माइ सेकेन्ड टाइम अनि त्यसपछि एकदम गुड एक्सपिरियन्स भयो अब चाहिँ म घरतिर जाँदा माथिपट्टि साइडसँग जान्छु एन्ड देन वी विल बी वाकिङ फ्रम देयर है एकदम रमाइलो भयो एकदम सही एक्सपिरियन्स भयो एकदम तातो थियो पानी चाहिँ पहिलाको सालभन्दा डेन्जर तातो छ होइन अनि एकदम रमाइलो एक्सपिरियन्स पनि भयो तातो पनि भयो होइन पानी चाहिँ एकदम पोल्न पनि डेन्जर पोल्यो नि त सो एकछिन लाइक 25 मिनट्स 30 मिनट्स जति चाहिँ बसेँ म इट वाज गुड एक्सपिरियन्स अब चाहिँ म ठ्याक्कै माथि गएर चाहिँ लास्ट एन्डिङ गर्छु टिल देन बाई बाई है त अनि त्यस्तो चाहिँ प्लिज लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला अनि कस्तो लाग्यो तपाईँलाई लोकेसन चाहिन्छ भने प्लिज यु क्यान डिएम मी अन इन्स्टाग्राम म चाहिँ त्यो चाहिँ छोडिदिन्छु है या बाई बाई है त किप टेट वाचिङ है त आई ह्याड अ गुड एक्सपिरियन्स इट वाज हट देन प्रिभियस वान होइन पहिलाको इयरभन्दा चाहिँ एकदम तातो छ पानी चाहिँ होइन अनि मलाई चाहिँ के फिल भयो भन्दाखेरि अहिले चाहिँ मेरो बडीको जुन त्यो वर्क स्ट्रेसहरू छ लाइफ स्ट्रेसहरू छ नि पुरै त्यो तातो पानीमा चाहिँ पखालेको जस्तो फिल भइरहेको छ लाइट फिल भइरहेको छ बडी एकदम वार्म पनि भइरहेको छ सो इट्स गुड अब जान्छु माथि यसो खाजासाजा खान्छु फेरि भोक पनि लाग्यो होइन सो खाजासाजा खाएर चाहिँ विल बी ब्याक टु होम अनि त्यसपछि सो लेट्स सी है त के हुन्छ
एन्ड अनि बाटो पनि यस्तो दामी स्टिप छ नि त सो होस गरेर हिँड्छु थकै लागिसक्यो धेरै भयो नहिँडेको होइन सो अलिकति चढ्दा फेरि नै डेन्जर थकै लागेछ सो तपाईँ आउनु चाहनुहुन्छ भने यो तलको बाटो हुँदै आउनु सक्नुहुन्छ ब्रिजबाट आउन सक्नुहुन्छ अथवा उतापट्टि कुनामा एउटा पक्की पुल पनि छ त्यहाँबाट हुँदै चाहिँ यो कुनाको बाटो हुँदै तल बाइक पार्किङ गरेर आउन पनि सक्नुहुन्छ सो अब हामी चाहिँ जान्छौँ है त बाजेलाई जानु सोध्नु पऱ्यो के गर्नु जानु बाजे कता जानु लाउनु भएको तातो पानी नआउनु जाने हो हो र ठिक छ आउनुभयो नआएर आएको बाजे ल सही हो बाजे पनि नआउनु जाने रे सो हामी चाहिँ एकछिन गएर बच्छ है त गाइज ल सो गाइज हाम्रो चाहिँ होइन आजको लाइक ड्राई टाइपको पिकनिक भनौँ न ड्राई अब यस्तो जे भनिन्छ होइन त्यो चाहिँ यहीँ सकिसकेको छ वी आर लट्स अफ फन होइन त्यसपछि हल्का खाजासाजा खाइयो त्यसपछि इट्स गुड अनि तातो पानी पनि एकदम रमाइलो भयो होइन एक्सपिरियन्स पनि गुड भयो होइन धेरै पछि लाइक 1 इयर पछि त होइन 1 इयर पछि चाहिँ तातो पानीमा आएको प्रिभियसली भन्दा चाहिँ अहिले चाहिँ एकदम तातो रहेछ पानी सो देख्न सकिन्छ उतानिर हो तातो पानी चाहिँ है मेन चाहिँ अनि ठाउँको नाम चाहिँ खारपानी छ होइन सो तपाईँहरू आउन चाहनुहुन्छ भने यो ठ्याक्कै यो ब्रिजबाट नआइकन तलबाट ठ्याक्कै यहाँनिर बाइक स्कुटर पार्किङ गरेर अथवा गाडीहरू पार्किङ गरेर ठ्याक्कै योबाट क्रस गरेर आउन सक्नुहुन्छ है त गाइज सो यति भन्दै मेरो यो भिडियोलाई चाहिँ यहीँ समाप्त गर्न चाहन्छु अनि हामी चाहिँ यहाँबाट निस्किन्छौँ अनि निस्किएपछि डाइरेक्ट घर जान्छौँ अनि त्यसै एकछिन रेस्ट गरेर सुत्छौँ है त गाइज रेस्ट गरेर एकछिन चाहिँ रेस्ट गर्ने होइन एकछिन अब एकैचोटि सुत्छौँ भन्ने नि हुन्छ होइन सो लाइक सो फर द्याट बाई बाई सी यू अन द नेक्स्ट भिडियो लभ यु अल अनि थ्याङ्क्स फर वाचिङ द भिडियो प्लिज लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट अन द भिडियो इफ यु लाइक होइन तपाईँलाई लोकेसन चाहिन्छ भने चाहिँ प्लिज डिएम मी होइन म इन्स्टाग्रामको ह्यान्डल चाहिँ त्यहाँ एट्याच गरिदिनेवाला छु है त सो बाई बाई